आजको यो भिडियो हाम्रो डलर कार्डको इन्फर्मेसन सेयर गर्नु हो। डलर कार्ड हामी युज गर्छौँ नेपालभन्दा बाहिर अनलाइन पेमेन्ट गर्नको लागि हैन। अनलाइन पेमेन्ट के हुन सक्ला त, जस्तै कुनै सब्सक्रिप्सन लिन, लाइक कुनै बुक अडियो प्लेटफर्मको हुनसक्छ हैन, जस्तै कुनै सफ्टवेयर पर्चेस गर्न, लाइक एन्टिभाइरस, गेमको भिडियो एडिटिङ टुल्सहरू, यो सब कुराहरू। तपाईँले इभन टिकटक लाइभमा गिफ्टिङको लागि कोइन पनि किन्न सक्नुहुन्छ। योभन्दा अगाडि पनि एउटा डलर कार्डको भिडियो बनाएको थिएँ, तर आई वाज नट सेटिस्फाइड। मलाई अझ क्ल्यारिटी राखेर भिडियो बनाउनु थियो, सो यो बनाउँदैछु अहिले। इस्यु के हुनसक्छ भन्दा हाम्रो यो डलर कार्डलाई भन्दाखेरि हामी धेरै जसोलाई आइडिया हुँदैन कि डलर कार्ड पाउने कसरी भनेर हैन, डलर कार्डको प्रक्रिया के हुन सक्ला भनेर, अनि कसले डलर कार्ड पाउन सक्छ भनेर। अब के छ, तपाईँसँग यदि नागरिकता अनि राष्ट्रिय परिचय पत्र छ भने बुझ्नु तपाईँ एलिजिबल हुनुहुन्छ डलर कार्ड पाउनको लागि। डलर कार्ड एप्लाई गर्नको लागि तपाईँको एकाउन्ट एक्टिभ हुनुपर्छ। यदि एकाउन्ट नै छैन भने तपाईँले एकाउन्ट खोल्नु पर्यो हैन। अब आउँछ मेन कुरा, एकाउन्ट कुन ब्याङ्कमा खोल्ने अथवा कुन ब्याङ्कको डलर कार्ड युज गर्ने भनेर। म आफ्नो स्टोरी भन्छु तपाईँहरूलाई। मैले पहिला एभरेस्ट ब्याङ्कको डलर कार्ड युज गरेको थिएँ। अब त्यति बेला मेरो काम हुन सकेन, किनभने मलाई एउटा एप प्ले स्टोरमा पब्लिस गर्नु थियो। त्यसको लागि कन्सल एकाउन्ट क्रिएट गर्नुपर्ने थियो, जुन क्रिएट गर्न $25 पे गर्नुपर्छ। यहाँ त्यो कार्ड डिक्लाइन भयो। त्यसपछि मैले अरू अप्सन एक्सप्लोर गरेँ। अब डलर कार्ड एप्लाई गर्दा त्यसमा तपाईँको चार्जहरू पनि लागिरहन्छ। सो खालि कार्ड मात्र, डलर कार्ड मात्रै लिएर मात्र भएन, अब राम्ररी बुझेर हैन लिनुपर्ने कुरा आयो। एटलिस्ट त्यति बेला मेरो जुन रिक्वायरमेन्ट थियो कि मलाई एउटा कन्सल एकाउन्ट क्रिएट गर्नु छ, एटलिस्ट यो कुरालाई पनि ध्यानमा राखेर यो जुन हुनसक्छ, जुन कार्डले सक्सेसफुल हुनसक्छ, त्यो कार्ड मैले लिनु पऱ्यो, त्यो ब्याङ्कमा मैले एप्लाई गर्नु पऱ्यो हैन। सो अलि रिसर्च गरेपछि ग्लोबल आइएमए ब्याङ्कको डलर कार्ड चल्छ भन्ने कन्क्लुजनमा आएँ। कन्फिडेन्ट अहिले पनि थिएन, किनभने जबसम्म फाइनल हुँदैन केही भन्न सकिन्न। सो मैले पहिला एकाउन्ट ओपन गरेँ, डलर कार्डको फर्म भरेँ। यो ब्याङ्कमा चाहिँ एउटा कुरा सजिलो रहेछ, डलर कार्डमा हामी आफैले डलर लोड गर्न सक्छौँ। तपाईँले यदि मोबाइल ब्याङ्किङ सर्भिस लिनुभएको छ भने सो लिनु होला, यसमा चार्ज लाग्दैन। सुरुमा चाहिँ डलर कार्ड एप्लाई गर्दाखेरि चाहिँ $500 चार्ज लाग्छ हैन, त्यो चाहिँ हो। अनि मेरो फाइनली काम भयो, त्यो कन्सल एकाउन्ट पनि क्रिएट भयो।